के हो त टिआइटिपी भिजा भनेको? यसको प्रक्रियाहरू कस्तो छ? कानुनी नियम र आवश्यकताहरू के हुन्? यसका फाइदाहरू र भविष्यका अवसरहरू के छन् त? यी सबै कुरा बुझ्नको लागि भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। ल अब कुरा गरौँ टिआइटिपी भिजा भनेको के हो। टिआइटिपी भिजा जापान सरकारले विकासशील देशका कामदारहरूलाई प्राविधिक तालिम दिनका लागि ल्याएको एक विशेष कार्यक्रम हो। यस कार्यक्रम अन्तर्गत कामदारहरू जापानको कम्पनीहरूमा सिक्न र कामको अनुभव प्राप्त गर्न सक्छन्। बुझौँ यसको प्रक्रिया कस्तो छ, कानुनी नियम र आवश्यकताहरू के हुन् त? यदि तपाईँ पनि जापानको टिआइटिपी भिजा अन्तर्गत काम गर्न र काम सिक्न जान चाहनुहुन्छ भने सही जानकारी अति आवश्यक छ। त्यसको लागि तपाईँले यी मुख्य शर्तहरू पुरा गर्नै पर्ने हुन्छ। एकमा छ शैक्षिक योग्यता। तपाईँ न्यूनतम एसई पास वा +2 उत्तीर्ण हुनुपर्ने हुन्छ। यो काम गर्ने क्षेत्र अनुसार फरक पर्न सक्छ। अर्को छ प्राविधिक शिक्षा वा सिपमूलक तालिम लिएकाहरूलाई कम्पनीले बढी प्राथमिकता दिन सक्छ। 2 नम्बरमा छ भाषा आवश्यकता। तपाईँले जापानिज ल्याङ्ग्वेजको जेएलपिटी अथवा एनएटी नेट लेभलको N4 वा N3 लेभलको एक्जाम पास गर्नुपर्ने हुन्छ अनि मात्र तपाईँले टिआइटिपी भिजाको लागि एप्लाई गर्न मिल्छ। यदि तपाईँको जापानिज भाषा बोल्न र बुझ्न सक्ने क्षमता छैन भने तपाईँलाई कम्पनीले लिन अलिक गाह्रै पर्न सक्छ। 3 नम्बरमा छ उमेर सीमा, तपाईँको एज लिमिट। के तपाईँ 18 वर्ष पुरा हुनुभयो त? अथवा 35 वर्ष कट्नु भएको त छैन होला नि? यदि तपाईँ 18 वर्ष पुग्नु भएको छैन वा 35 वर्ष कट्नु भएको छ भने सरी, तपाईँलाई यो भिजामा एप्लाई गर्न मिल्दैन। किनभने टिआइटिपी भिजामा एप्लाई गर्नका लागि उमेर भनेको 18 पुरा भएको र 35 वर्ष ननागेको हुनुपर्ने हुन्छ। यो चाहिँ कम्पनी अनुसार फरक पर्न सक्छ। त्यसैले तपाईँको उमेर ढिलो हुनु अघि पहिले नै तयारी गर्नुहोस्। अर्को 4 नम्बरमा छ तपाईँको स्वास्थ्य अवस्था। के तपाईँ शारीरिक रूपमा फिट हुनुहुन्छ? किनभने टिआइटिपी भिजामा एप्लाई गर्दा तपाईँ शारीरिक रूपमा पूर्ण फिट हुनुपर्छ। अर्को कुरा भनेको तपाईँलाई कहिले पनि गम्भीर रोगहरू जस्तै टिबी, हेपाटाइटिस बी, एचआइभी एड्स नभएको प्रमाणित हुनुपर्छ। अर्को तपाईँले ध्यान दिनै पर्ने कुरा भनेको 5 नम्बरमा छ वैधानिक आवेदन प्रक्रिया। तपाईँले एप्लाई गर्दा जहिले पनि सरकारको मान्यता प्राप्त मेन पावर वा ट्रेनिङ सेन्टर मार्फत मात्रै आवेदन दिनुहोला। ठगीबाट बच्नुहोस्, सस्तोमा पठाइदिन्छु भन्ने कुरामा पटक्कै पनि नपर्नुहोला। तपाईँले ध्यान दिनुहोस् कि अनुशासन, समय पालन र इमान्दारिता सफलताको चाबी हो। त्यसैले तपाईँ जापान जान चाहनुहुन्छ भने सावधानीपूर्वक सही बाटो अपनाउनुहोला। हतार गरेर एप्लाई नगर्नुहोला। अवश्य पनि यदि तपाईँ जापान जाने र जापानमा आफ्नो भविष्य बनाउने सोच्दै हुनुहुन्छ भने तपाईँले यो कुरा बुझ्नै पर्ने हुन्छ। 6 नम्बरमा छ श्रम कानुन र कामको अधिकार। तपाईँले जापान टिआइटिपी भिजामा जानु अघि श्रम र कामको अधिकार बारे थोर बहुत त पक्कै पनि बुझेर एप्लाई गर्नुहोला। तपाईँले जापानमा काम गरेपछि जापानको श्रम ऐन अनुसार न्यूनतम पारिश्रमिक पाउनुपर्छ। त्यो तपाईँको हक हो। पाउनु भएको छ कि छैन कन्ट्र्याक्ट पेपर ध्यानपूर्वक पढ्नुहोला। तपाईँले आफ्नो कम्पनीले दिने ओभरटाइम, बोनस सम्बन्धी राम्रोसँग बुझ्नुपर्छ। यदि तपाईँलाई काममा दुर्व्यवहार हुने, गाली गर्ने जस्ता कार्यहरू भयो भने तपाईँलाई लगेको मेन पावर अथवा नेपाली एम्बेसी वा जापानको लेबर मिनिस्ट्रीमा तपाईँले आफ्नो कुरा राख्न सक्नुहुनेछ। यदि तपाईँ जापान टिआइटिपी भिजामा जाने, काम सिक्ने र आफ्नो फ्युचर बनाउने सोच्दै हुनुहुन्छ भने त्यो काम सम्बन्धीको करार अवधि पनि बुझ्नै पर्ने हुन्छ। त्यसैले 7 नम्बरमा छ भिजा अवधि र करार। टिआइटिपी भिजामा कुरा गर्ने हो भने सुरुमा 1 देखि 3 वर्षको मात्रै सम्झौता हुन्छ। तर यदि तपाईँले राम्रो काम गर्नुभयो भने कम्पनी अनुसार 5 वर्षसम्म पनि विस्तार गर्न सकिन्छ। ल अब फाइनल्ली 8 नम्बरमा छ काम परिवर्तन। यदि तपाईँ जापान टिआइटिपी भिजामा आउनुभयो, काम गाह्रो भयो, सोचेको भन्दा फरक भयो भने के गर्ने त? सुन्नुहोस्, टिआइटिपी भिजा अन्तर्गत कम्पनी परिवर्तन गर्न भने निकै गाह्रो हुन्छ। तर अहिले जापान सरकारको नयाँ नियमावली अनुसार टिआइटिपी भिजामा पनि 1 वर्ष काम गरिसकेपछि वा निश्चित स्तरको सिप र जापानिज भाषाको ज्ञान हासिल गरेपछि कम्पनी चेन्ज गर्न भने मिल्छ। तर तपाईँले बुझ्नै पर्ने कुरा भनेको तपाईँ जापान केही सिप सिक्न र आफ्नो फ्युचर बनाउन जाने सोच्दै हुनुहुन्छ। त्यसैले कम्पनी चेन्ज नगर्ने गरी सही कम्पनी छान्नुहोस्।
ताकि पछि भविष्यमा अरू समस्या नहोस्। टिआइटिपी भिजाका फाइदाहरू र भविष्यका अवसरहरू। के तपाईँलाई टिआइटिपी भिजाका फाइदाहरू र भविष्यमा यसका कस्ता अवसरहरू पाउन सकिन्छ भन्ने कुरामा थाहा छ? थाहा छैन भने सुन्नुहोस्। तपाईँले पहिलो त जापान जस्तो विकसित देशमा काम गर्ने अवसर पाउनुहुन्छ। जापानमा आइसकेपछि स्किल म्यान पावरहरूसँग सँगै काम गर्ने, नयाँ प्रविधिहरूबारे सिक्ने र आफूलाई दक्ष बनाउने मौका पाउनुहुनेछ। जापानको व्यावसायिक संस्कृतिबाट धेरै कुराहरू सिक्ने अवसर पनि पाउनुहुनेछ। राम्रो प्रदर्शन गर्नुभयो भने एसएसडब्ल्यू भिजा लिएर दीर्घकालीन रूपमा जापानमा बस्न पनि सक्नुहुनेछ। नेपाल फर्केपछि पनि उच्च रोजगारी सम्भावना छ। जापानमा सिकेको सिप नेपाल वा अन्य देशमा पनि उपयोग गर्न सक्नुहुनेछ। आत्मनिर्भर र बचत। राम्रो कमाइ गरेर आर्थिक अवस्था र लाइफस्टाइल सुधार गर्न सक्नुहुनेछ। तपाईँले जापानिज कम्पनीहरूसँग आफ्नो नेटवर्किङ बढाएर भविष्यमा व्यावसायिक वा अन्य अवसरहरू पनि खुलाउन सक्नुहुनेछ। ल अब तपाईँको निर्णयको पालो, किनभने सपना देख्नु मात्र पर्याप्त छैन, सही कदम चाल्नु पनि जरुरी छ। यदि तपाईँलाई टिआइटिपी भिजा, एसएसडब्ल्यू भिजा वा जापानमा रोजगारी सम्बन्धी थप जानकारी चाहिन्छ भने कमेन्ट गर्नुहोस्। अनि तपाईँलाई यो जानकारी उपयोगी लाग्यो भने लाइक, सेयर गर्न नबिर्सिनुहोला। धन्यवाद।